अत्यन्तै समादरणीय व्यक्तित्व आदरणीय खड्क मल्लज्यूको समूह, जसमा नन्दराम बुढा मगरज्यू, हिमाल साउज्यू र बलबहादुर धामीज्यूको संयुक्त साङ्गीतिक प्रस्तुति छ। निरन्तर यो समाजको कार्यक्रमहरूमा उहाँहरूको आगमन, यो तामझाम सहित स्वस्फूर्त रूपमा हजुरहरूले गर्नुभएको यो सुविधा, सेवा र साङ्गीतिक कार्यक्रमका लागि हजुरहरू सबैले एकपटक जोरदार ताली बजाइदिनु होला उहाँहरूको समूहका लागि। र अब बाँकी म प्रस्तुतिका लागि निवेदन गर्दै यसपछि हामी अर्को स्तम्भमा प्रवेश गर्नेछौँ। यस रचना वाचन कार्यक्रमका आजका अध्यक्ष प्रमुख अतिथि, विशिष्ट अतिथि, गजलकार र कला साहित्य संस्कृति विधामा आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान दिँदै आउनुभएका आदरणीय सम्पूर्ण व्यक्तित्व र सँगसँगै यो सुदूरपश्चिमाञ्चल साहित्य समाजले नियमित जुन रचना वाचन कार्यक्रम विशेष गरेर पछाडि बसेका साना भाइ बहिनीहरूलाई एउटा रचनाको सिर्जनाका निम्ति जुन अथक प्रयास गरेको छ, एउटा गीत ल्याएर आए र आज पश्चिमी गुलाब पुनमले सम्मानित आदरणीय दिदी, आजको अध्यक्ष, आजको नायक श्रेष्ठ प्रिया पत्थरजीको कार्यक्रममा पनि केही गर्नुपर्छ भनेर यो सिर्जना गरेको छु। सिर्जना मेरो स्वतन्त्र हो र कार्यक्रमको आजको झुकाव विशेष गरेर गजलतिर भए तापनि मेरो गजल नभएर मैले यसलाई गीत भनेको छु। गजलैका भावभित्र, गजलैका भावभित्र जिन्दगीको कथा छ, कथाभित्र व्यथा छ, कथाभित्र व्यथा छ, कथाभित्र व्यथा छ। कथाकार छन् कार्यक्रमी, कथाकार छन् कार्यक्रमी हौसियाको मनली, घर पुग्दा बुढी माउले केलाई बुढा भनली, फेरिएन हर्जुमुक्त ताली पिटे पनि, भरिएन बोगो पेट झ्याली पिटे पनि, भरिएन बोगो पेट झ्याली पिटे पनि। तेरा साहित्यको शीर्षक, तेरा साहित्यको शीर्षक पागल पनि दिनेछ, पागलैको घरभित्र गजल पनि दिनेछ, पागलैको घरभित्र गजल पनि दिनेछ। सम्झिदिने कोही छैन, सम्झिदिने कोही छैन, तैँले माग्ने छैनस्, मागेर दिएको माया ठुलो मान्ने छैनस्। साहित्यका हतौडाले, साहित्यका हतौडाले चौकै फोडे पनि, साहित्यका हतौडाले चौकै फोडे पनि, सबलाई मन परेको कीर्ति राम्रै भए पनि, सबलाई मन परेको कीर्ति राम्रै भए पनि। तेरा साहित्यको शीर्षक, तेरा
पागल बनिदिनेछ पागलैको धराभित्र गजल बनिदिनेछ पागलैको धराभित्र गजल बनिदिनेछ गजलका भावभित्र गजलका भावभित्र जिन्दगीको कथा छ कथाभित्र बेजा छ कथाभित्र बेजा छ कथाभित्र बेजा छ कथाभित्र बेजा छ पावर छैन पहुँच छैन पार्टीको आइडेन्टिटी छैन पावर छैन पहुँच छैन पार्टीको आइडेन्टिटी छैन धन छैन सम्पत्ति छैन चन्दाको रसिद छैन चाकरी चाप्लुसी छैन चाकरी चाप्लुसी छैन जति लेखे पनि सबलाई मन परेको कीर्ति राम्रै भए तेरा साहित्यको शीर्षक पागल बनिदिएछ तेरा साहित्यको शीर्षक पागल बनिदिनेछ पागलैको तराभित्र गजल बनिदिएछ गजलका भावभित्र जिन्दगीको कथा छ कथाभित्र बेजा छ कथाभित्र बेजा छ कथाभित्र बेजा छ कथाभित्र बेजा छ धन्यवाद एकदमै सुन्दर भित्रैदेखि डुबेर प्रस्तुति सङ्गीत र गायनका लागि म आदरणीय खड्क मल्लज्यू लगायत सङ्गीतमा हार्मोनियममा मादलमा सहभागी सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हजुरहरू सबैले पनि एकपटक फेरि उहाँहरूलाई सम्मान गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु।